धेरै नै थाकिसके यार जिन्दगीको भागदौडमा। पछाडि फर्किन मन छैन, अगाडि बढ्न साहस छैन। बस अब अन्तिम चाह, पाइला रोकिएकै ठाउँमा जिन्दगीको गन्तव्य समाप्त होस्। थकाइ मार्न बसेको भरिया जस्तै भएको छ जिन्दगी। थाहा छैन बीच बाटोमै सास रोकिन्छ कि गन्तव्यसम्म पुगिन्छ। त्यो सम्बन्ध अति प्यारो हुन्छ, जुन सम्बन्ध दुनियाँलाई देखाइँदैन, बस मनमा सजाइन्छ। प्रेम त्यहाँ हुन्छ जहाँ रिसाए जस्तो गरेर बोल्दिन भनिन्छ, अनि फेरि साँच्चै रिसाएको हो र भनेर आफै मेसेज गर्न मन लाग्छ। एक दिन पक्कै हेर्नेछौ त्यो हाम्रो पुरानो मेसेज अनि भन्नेछौ पागल नै थियो तर निकै माया गर्थ्यो भनेर। एकछिन पनि फुर्सद नहुने गरी कोही पनि बिजी हुँदैन। को कतिको प्राथमिकतामा पर्छ भन्ने कुराले फरक पार्छ। छुट्टिएर खुसी मिल्ने भए रुखबाट झरेको पात सुक्दैन थियो होला। मैले तिमीलाई माया गरे त्यो मेरो गल्ती पक्कै थिएन, तर विश्वास गरे त्यो मेरो गल्ती थियो। तिमीले कल नगर्दा रोइन म, तिमीले मेसेज नगर्दा पनि रोइन म, तिमीले व्यवस्था गर्दा रोइन म। आँसु त त्यति बेला झर्यो जब कसैले सोध्यो उसले माया गर्छ भन्ने ठुलो घमण्ड थियो त आज के हुँदैछ। नेपाली शब्द सङ्गालो शब्द सायरी।